नमस्ते, लासो फेफुल्ला वेलकम टु माई च्यानल अक्कीको जीवन। र आज फेरि अर्को एउटा तामाङ भाषाको एपिसोडमा उपस्थित भएको छु। तपाईहरुलाई धेरै दिनपछि फेरि स्वागत गर्दछु। र आज भने हाम्रो सिकाइरहेको छ केही शब्दहरू, 10 वटा शब्दहरूको म तामाङमा मिनिङ भन्ने छु तपाईहरुलाई। र ती 10 वटा शब्दहरू चाहिँ के रहनेछ भनेर यो भिडियोमा थाहा पाउनुहुनेछ। भिडियोलाई लास्टसम्म हेरेर सिक्नु होला। र पहिलो सिकाइमा जान चाहन्छु। आगामी अथवा आउने दिन, हैन, आगामी अथवा आउने दिनलाई चाहिँ हामी खाबा दुई भनेर भन्छौं। खाबा दुई, आगामी अथवा आउने दिन भन्दाखेरि चाहिँ खाबा दुई भनेर भन्ने गर्छौं। र अब दोस्रोमा चाहिँ छ अड्किनु अथवा अड्कनु, हैन। अड्कनु अथवा अड्किनुलाई चाहिँ खाक्पा अथवा गाबा भनेर भन्छ। खाक्पा अथवा गाबा भनेर भनिन्छ। अड्कनु अथवा अड्किनुलाई चाहिँ खाक्पा अथवा गाबा भनेर भन्ने गरिन्छ तामाङ भाषामा चाहिँ। त्यसपछि अर्को छ अध्ययन गर्नु अथवा पढ्नुलाई चाहिँ डोबा एउटा भइहाल्यो, एउटा ख्यात्पा। ख्यात्पा अथवा डोबा, पढ्नु अथवा अध्ययन गर्नुलाई चाहिँ ख्यात्पा अथवा डोबा भनेर भनिन्छ। र त्यसपछि अर्को शब्द चाहिँ छ अरु अथवा अन्य, हैन। अरु भन्छ नि, अन्य दुईटा एउटै हो। अरु अथवा अन्यलाई चाहिँ स्यान अथवा स्यान्दो, स्यान अथवा स्यान्दो भनेर भन्छ। अरु अथवा अन्यलाई स्यान भन्दा पनि हुन्छ, स्यान्दो भन्दा पनि हुन्छ। जे तपाईलाई इच्छा लाग्छ त्यही भन्न मिलिहाल्छ। त्यसरी नै अर्को चाहिँ छ आङ अथवा ढाड। ढाड, यो ढाडलाई चाहिँ गो, गो भनेर भनिन्छ। आङ अथवा ढाडलाई चाहिँ गो भनेर भनिन्छ, गो। अब रह्यो आशीर्वाद अनि आशिष। आशीर्वाद अनि आशिष त मैले तपाईहरुलाई धेरै पल्ट सिकाइसकेको छु। जिनलाप अथवा मोलम, जिनलाप अथवा मोलम दुईटामा कुनै पनि युज गर्न सक्नुहुनेछ। आशीर्वाद अथवा आशिषलाई चाहिँ जिनलाप अथवा मोलम भनेर भन्ने गरिन्छ तामाङ भाषामा। त्यसरी नै अब अर्को चाहिँ छ इतिहास। इतिहास, हिस्ट्री, काइरन। हिस्ट्रीलाई चाहिँ काइरन भन्छ। इतिहासलाई तामाङ भाषामा काइरन भनेर भन्ने गरिन्छ। र यसरी नै अर्को शब्द चाहिँ छ एक्लो। एक्लो भन्दाखेरि चाहिँ एकार गिक, एकार गिक, हैन। गिक भनेको त एक भइहाल्यो, अनि एकार गिक भनेको चाहिँ एक्लो, एकार गिक, एक्लो। त्यसरी नै अर्को आजको अन्तिम शब्द पनि हो एउटा, मेन्दो गिक। एउटा भन्दाखेरि चाहिँ मेन्दो गिक, हैन। गि, नि, सोम, ब्ली, ङा हो, गि छ नि। एकार गिक भनेको चाहिँ एक्लो, अनि एउटा भन्दाखेरि चाहिँ मेन्दो गिक। यसरी चाहिँ तपाईहरुले सिक्न सक्नुहुनेछ। चु भिडियो खासुब ngaम्जी ngaदा कमेन्ट्री पाङो राम्मानो रोच्यासे। आजलाई चाहिँ यति नै हो। थुजेछे।